हामीले चिल्ले लेकतिर लाग्दै समाधि मसँग बस्यो त हजुर टाढै पेट्रोल बाइकमा केटाको यहाँ प्याकिङ भइरहेछ डे 1 है यो डे 1 हाम्रो चाहिँ फर्स्ट डे हो यो फर्स्ट डे चाहिँ हाम्रो चितवन टु बेसर लमजुङ हुन्छ आज चाहिँ हामी ढिलो हिँड्दैछौँ होइन हाम्रो ग्रुप यहाँ छ कृतिमान यहाँ छ चन्द्रे हाम्रो राइडर ल अब लाग्छौँ हामी यहाँबाट लक्ष्मीनारायण चोक आज हाम्रो यात्रा कहाँबाट चन्द्रे घरबाटै थियो यात्रा त आउँदा आउँदा राति बनायो हाम्रो यो आकाश लेम्बोले बिजोक बाटोमा पार्टी कति बजी हिँडेको 10:30 के यात्रा पोखराबाट हिँडेको कृतिमान छ यहाँ अब खाना आउँदैछ खाना त्यस्तो हुन्छ यहाँ चाहिँ टेस्ट गर्नु कस्तो रहेछ रिभ्यू दिन्छ फुडको पार्टी बारी खाँदैछ चन्द्रले त यो इजी हो नि होइन हाम्रो अब यहाँ लमजुङमा वान टच सुरु हुन्छ है अब केटाहरूको बेलुका ल खेलौँ ल हामी चाहिँ यहाँ लमजुङको बजार एक्सप्लोर गर्दै कृतिमानले आफ्नो हेर्दैछ ट्रेकिङ सुज किन कृतिमानले अघि सुज लगाइरहेको यहाँ छ पार्टी भाइ सुज हेर्दै हामी सुज हेर्दैछौँ है सुज हेर्दै ल चन्द्र चस्मा लाँदा एकचोटि पुरा देखा त चन्द्रले मार्छ किसिमै देखा तँलाई त कति प्राइस 2000 अब फाइनली सुज किन्ने भयो भाइले ट्रेकिङ सुज किन्दैछ बेसरमा हामीले एकदम रिजनेबल प्राइसमा पाछौँ कृतिमान यहाँ छ स्वाग लाएर चन्द्रे यहाँ पैसा दिन्छ भाइले केटाहरूलाई पैसा खातो परिसियो छ ल यहाँ अब आकाशले अब कति डलर झिङ्ला अब झिङ्नु पर्यो अब हिमालयन बन्द त्यहाँ यहाँ खुला होला नि यहाँ खुला होला उताउति साइडमा छ त्यहाँ पर्सनल भयो नि ब्याङ्क त ब्याङ्क हो नि कस्तो कुरा अरे झिङ्नु मिल्छ सोध्न चान्स झिङ्ने र डलर झिङ्ने $101 $1.30 यहाँ झिनो गइरहेको छ सेकेन्ड डे अहिले चाहिँ हामी लमजुङको बेसरमा छौँ अहिले 5:30 बजेको छ र आज चाहिँ हाम्रो डेस्टिनेसन भनेको होटल पाइसम्म खान्छ यहीँ छ
के उता अहिले लाउँदा के हुन्थ्यो दुईजना बेहोस भइरहेको अझै उता लाग्थ्यो त उज्यालो भएन है अब हामी चाहिँ यसो बाहिर हेर्न जान्छौँ एकछिन हामीको लागि चन्द्र रुम हो किनकि त्यहाँ सुत्दै अब चाहिँ तातो पानी खान त्यसपछि बाइक चेक गर्न जान्छौँ हामी चन्द्र यहाँ चाहिँ चन्द्रमा जाने हो जाउँ ल वान ट्याप हाम्रो चाहिँ वान ट्याप हुँदैन अहिले के हान्नुपर्छ यो बाइक चाहिँ हल्का मर्मत ready for Calypso अहिले चाहिँ हामी हाल मनाङ बिच सहरमा छौँ मनाङ्गे चौतारा साइडको होटलमा अब हामी चाहिँ खानासाना चाहिँ बाटो बिचमा खान्छौँ र अहिले चाहिँ हामी खाजा खाएर हाम्रो यात्रा चाहिँ आज खानसारसम्म छ यहाँ कृतिमान छ अनि यहाँ चन्द्रे पाण्डे भाइ छ हाम्रो आजको यात्रा चाहिँ कहाँसम्म हाम्रो खोर्साङसँगै खानसारसँगै पुग्छ अब आज चाहिँ हामी भर्खरै होटलबाट खाजासाजा खाएर चेकआउट भएर निस्केको हाम्रो खानसारतिर सुती बजार साइडमा यो ब्लकको स्टाइलले के ब्लकको स्टाइलले गर साइडमा हो कुन बजारमा आएर हामी अहिले हामी कुदी बजारको पुलमा छौँ अहिले हामी यस्तो दामी भ्यू छ सही भ्यू छ राम्रो चाहिँ भ्यू चाहिँ यताबाट देखिन्छ झर्ना यो बाटो पर्छ होइन झर्ना चाहिँ कहाँ यता छ कि यता छ धेरै यतापट्टि छ है यताबाट जाउँ आउँदाखेरि चाहिँ यो बाटो आउने जाने बेला चिलो गर्दै जाउँ न कस्तो सर है सर गइसक्यो ल हाम्रो बाइक पनि स्टार्ट भइसक्यो अब हाम्रो दुईवटा बाटो थियो तलको र माथिको हामी चाहिँ तलको बाटोमा जान्ला किनकि राम्रो भ्यू होइन धेरै झर्नाहरू पनि छ अरे हामी सिनमा रमाइलो गर्दै आनन्दले जाने भनेर तल बाटो आएको अब यहाँनिर हाम्रो टर्न पनि आउनु लाग्छ साह्रै सरर है फेरि अब हाम्रो यात्रा कन्टिन्यू चन्द्र यहाँ छ चन्द्र चाहिँ खतरा लेनवाला लोकसम्म आमा कसम सिमै देखेको कतै आइपुग्ने हो हिन्दी आज जस्तो लाग्दैन
ए हन्डा हो कि यहाँ उडाइ हुन्छ बुलेट चढे नि हन्डा त किर्तिमान यहाँ छ अहिले चाहिँ हामी रेस्ट गर्दै अब चामेमा गएर हामीले खाना खान्छौँ सन्दरी यहीँ छ सन्दरी बाटो कस्तो थियो भन् त पिजे है यस्तै कि सबै ढलामी होला अलि मजा आएन है चिल्लो भएर कि पिजो त स्वर्ग आएको थियो कि चिल्लो भएर अलि धेरै मजा आएन पिजा आउन त भाइ यो घरहरू आउनु पर्ने कि अनि अगाडि ढलान गरे बल्ल नत्र यता आउँदैन आउने चुनावले गरेर होला जम जानु भाइ जाउँ खाना बसौँ अब चामे जम्मा 1 किलोमिटर छ होइन गाइज अब चाहिँ हामी लाग्दैछौँ हाम्रो डेस्टिनेसन तर्फ अब यो झर्ना एकछिन मात्रै हेर्ने अनि गइहाल्ने अब गइहाल्नुपर्छ है हामी अब फेरि हामी लाग्छौँ माथितिर घन्टा हिँड्नुपर्छ भनेको 15 घन्टा इजी हो फाइनली हामी चाहिँ खानसारमा आइसक्यौँ र हामी चाहिँ यहाँ स्टे गरिसक्यौँ हाम्रो यहाँ कीर्तिमान चाहिँ अलिक कालो कालो भइसक्यो अहिले आएर हिँडेर भोलि के हाल हुन्छ कीर्तिमानको अहिले चाहिँ हामी उठिसक्यौँ होइन हजुर यहाँ चौधरी लाउँदै कीर्तिमान चाहिँ सुत्दै है यहाँ बाहिर घाँस के छ हेरौँ है हिउँ अझै पर्दैछ स्नो भइरहेछ यहाँ खानसार पुरै ल हामी हिजो यहाँ आएर माथि चढ्ने भनेको हिउँ भएर चढ्न नमिलेको अवस्था छ है यस्तो बाग्लो हिउँ छ अब 3 दिनसम्म पर्छ भनेछ न माथि जाने न तल आउने भइरहेछ अब के गर्ने हो केटाहरू अब यहीँ बसेर सुत्ने हो कि के गर्ने हो यस्तो छ है हिउँ छ गाह्रो छ माथि जान नि अब
यता छ केटाहरू सब चिल्न बसिरहेछ टोपीले त युले त ज्यान खाने भयो हाम्रो बाइकमा आएको उहाँ छ बाइक खै यहाँ देख्छु बाइक कहाँ बाइक यार उहाँनिर न स्टार्ट हुन्छ अब न माथि जाने न तल जाने जुम गर्न मिल्दैन रहेछ ल अहिले चाहिँ बेलुका हामी यहाँ खानसारमा खाना खान लाग्यो है किचनमा चन्द्रे सर चाहिँ यहाँ टोलाइसक्यो आज ठुल्ठुलो आगोहरू बसिरहेको के धुवाधु कालो भइसक्यो बाहिर चाहिँ यस्तो छ बाइक के गरेर लाने अब त बोकेरै मिल्छ नि अहिले चाहिँ हामी संसारबाट निस्किन लाग्यो लास्टै हिउँ परेकाले हामी तिर चाहिँ जान सकेन अब तलतिरै चित्त बुझाउने आकाश दाई कृष्ण दाई आइरहेको छ रेनकोट नलिकन बाइक ल्याउँदैछ उसै कसरी ल्याउँछ अब यो बाइक यस्तै छ अहिलेको अवस्था चाहिँ भन्नै लडेको मासले यस्तै छ होइन अहिलेको अवस्था यहाँ पसाउनु सायद यो पसाउनु के गर्ने भयो जा त्यसो ब्लग हेलो अहिले चाहिँ यस्तो दुःख छ दिल्ली चाहिँ होइन कश्मीरमा आयो यस्तो दुःख अनि हट म्याम पका साइकल ल्याए भएर बोकेर हिँड्नुहुन्थ्यो यार अहिले चाहिँ हामी गङ्गापुरा लेकमा आएछौँ केटाहरू नि आइछ गङ्गापुरा लेक एकदम स्नो भएको कारणले यहाँ चाहिँ बबाल भ्यू देखिरहेछ कृति पनि आइछ केटा हामी कहाँ हो तिल्चो ठीक राउन्ड भएर इन्जोय lots of enjoy What boo? Very dangerous. Police, Nepal police. Silence गरे झरेको अवस्था धन्न यहाँ बेसर आइसकेको थियो यस्तो हालत छ बेसर आउँदाखेरि यस्तो पानी परेको छ अफरोड के भयो होला प्लास्टिक भयो बाटो यस्तो खराब